पवित्र नाममा हजुरहरू सम्पूर्णलाई जय मसीह छ। आज प्रभुले चाहनुभयो भने तपाईँ र मलाई धुलोबाट उहाँको उद्योगको ज्योतिमा ल्याउनु हुँदछ। हालेलुया। अनि परमेश्वरलाई महिमा भएको होस्। अनि विशेष गरी हामी आजको वचनमा जानेछौँ। तपाईँले अघि हाम्रो पास्टर आमाले भनिसक्नुभयो। अनि यशाया 32 को 9 लेखेको छ यो वचनमा। हामीले तीनजना यो स्पिकर छौँ। तीनजना स्पिकरको एउटा एउटा ठक ठक पार्ट छ है। अनि यसमा चाहिँ यो मैले पुरै पढ्ने हो भने यशाया 32 को 9 मा यसरी लेखेको छ, हे आरामसित बस्ने स्त्री हो उठ र मेरो कुरा ध्यानसित सुना, हे निर्धक्क बस्ने छोरी हो म जे भन्छु सुना। हालेलुया। अनि मेरो चाहिँ छ, हे आरामसित बस्ने स्त्री हो उठ है। हामी अब उठ्ने समय आएको छ तर प्रभुको वचनले हामीलाई उठ किन भनेको छ। अनि विशेष गरी यहाँ अलिकति यसको परिचय दिन पर्दाखेरि यहाँ उठ्ने कुरामा यहाँ यहुदाका आमा दिदी बहिनीहरूलाई विशेष गरी यशाया अगमवक्ताले किन उठ्ने उहाँहरू चाहिँ कस्तो अवस्थामा हुनुहुन्थ्यो। यहाँ जब हामी यशायाको पुस्तक 1 देखि पढ्दै गयौँ भने 32 को 9 मा पुग्दाखेरि चाहिँ यहाँ विशेष गरी आमाहरूलाई नै आह्वान किन गरेको, स्पेसिफिक ग्रुप चाहिँ आमाहरूलाई वुमेन्सलाई किन भन्नुभएको भन्दाखेरि त्यो बेलामा प्रभुलाई बिर्सिएर प्रभुको काममा ध्यान नलाएर परमेश्वरको आवाजलाई नसुनेर प्रभुको वचनदेखि टाढा भएर उहाँहरूको जीवन चाहिँ संसारको कुराहरूमा संसारको रमझममा उहाँ चाहिँ एकदमै ढुक्क हुनुहुन्थ्यो। परमेश्वरको न्याय आउन लागेको थियो। अनि उहाँहरू त्यो न्यायदेखि परमेश्वरले मेरो छोराछोरी न्यायमा पर्छ, मेरो छोरीहरू न्यायमा पर्छ भनेर चाहिँ उहाँहरूलाई यशाया अगमवक्ताद्वारा उहाँहरूलाई यो विशेष सन्देश पठाउनु भएको। हालेलुया। अनि परमेश्वरलाई महिमा भएको छ। आज यो समय मैले पाएँ, म प्रभुलाई एकदमै धन्यवाद दिन्छु किनभने प्रभु चाहिँ भलो हुनुहुन्छ। अनि तपाईँ र मलाई भलेको परमेश्वरले आज यहाँ ल्याउनु भएको छ। आमेन। अनि आउनुहोस् हामी यो वचनमा जानुभन्दा अघि म प्रभुलाई एउटा सानो कुरा म भनेर म इन्ट्रोडक्सन यसलाई सिधाएर म अर्को कुरामा म किन जान्छु भने यहाँ एउटा यसरी लेखेको छ। यहाँ इक्जाम्पल हामी हेर्छौँ भने पुरानो नियममा हामी यस्तै खालको हामीलाई एउटा के भन्छ आउनुपर्छ, उठ्नुपर्छ, हामी चाहिँ जागा हुनुपर्छ भन्ने कुरामा हामी हेर्छौँ भने नोआ र जलप्रलय होइन। नोआलाई परमेश्वरले नोआलाई भन्नुभयो होइन, तिमीले चाहिँ जहाज बनाऊ, यहाँ भएका सबै मानिसहरूलाई भन भनेर आह्वान गर्नुभयो। अनि तर त्यहाँका मानिसले नोआको कुरालाई सुनेन। दिनभरि घाम लागेको छ, टन्टलपुर घाम लागेको छ, पानी पर्छ भनेको छ, जल प्राय जान्छ भनेको छ। त्यतिखेर त्यहाँको मानिसले खाना पिउन र अरू कुरा गर्न उनीहरू व्यस्त थिए। तर परमेश्वरले जब नोआलाई भन्नुभयो, उहाँलाई बोलाउनु भयो, तैँले तेरो परिवार र तँ आफैले अनि भएका सम्पूर्ण जीव जन्तुहरूलाई चाहिँ तैँले एउटा जहाज बनान्, त्यसपछि सबैलाई बोला भने। अनि नोआ चाहिँ परमेश्वरसँग एकदमै डराउने व्यक्ति थियो। अनि नोआले परमेश्वरको आवाजलाई सुनेको कारणले गर्दाखेरि आज नोआ चाहिँ त्यो जल प्रलयबाट अनि उसको परिवार बाँचेको छ। हामी उदाहरण हेऱ्यौँ भने हामी चाहिँ परमेश्वरको आवाजलाई सुन्ने भयो भनेदेखिलाई आज नोआ जस्तो व्यक्ति डराउने, परमेश्वरप्रति डराउने व्यक्ति भयो, परमेश्वरप्रति आदर भक्तिको जीवन जिउने व्यक्ति भयो भनेदेखिलाई परमेश्वरले तपाईँ र मलाई पनि चलाउनुहुन्छ। हालेलुया। अनि त्यस्तो परिस्थिति हुँदै जाँदाखेरि परमेश्वरले तपाईँ र मलाई पनि त्यो परिस्थितिबाट जोगाउन चाहनुहुन्छ। अनि एउटा कुरा हामी अलि तल गयो भने हामी नयाँ नियममा हेऱ्यौँ भने बत्तिसमा दिने यूहन्नाले पनि भन्नुभएको छ है। मत्ती 3 को 1 र 2 मा यसरी भनेको छ, त्यही समय बत्तिसमा दिने यूहन्ना यहुदाको उजड स्थानमा आएर यसो भन्दै प्रचार गर्न लागे, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक छ। हालेलुया। अनि यसकारण त्यतिखेर यहुदाका आमा दिदी बहिनीहरू पनि परमेश्वरदेखि टाढा भएको थिए। उनीहरू चाहिँ परमेश्वरदेखि टाढा, परमेश्वरको आवाज नस्ने उहाँहरूको आफ्नै यो नोआको पाला जस्तो उहाँहरूको जीवन थियो। अनि परमेश्वरले यशाया अगमवक्ताद्वारा चाहिँ यो स्पेसिफिक ग्रुप, यो एउटा छनौट गरेको आमाहरूको समूहलाई बोलाउनु भयो अनि उहाँलाई उठ भन्नुभयो। आज त्यही आमाहरू हामी यहाँ छौँ है। हामी त्यो यहुदाका आमाहरूलाई पनि नहेरौँ, हामी यहाँ आएका छौँ। हाम्रो परिचय हामीले दिनु पर्दाखेरि तपाईँ र म कस्तो अवस्थामा थियौँ। प्रभुले तपाईँ र मलाई धुलो बट्टा उठाएर आज उद्योगको ज्योतिमा दुध र मह बग्ने देशमा ल्याउनु भएको छ। हालेलुया। तर हामी कतिचोटि चाहिँ परमेश्वरको वचनले भने जस्तै तिमीहरूको सुरुको विश्वासलाई थामिराख भनेर प्रभुको वचनले भन्छ। तर कतिचोटि हामी कस्तो छौँ, सुरुको विश्वास हामीले बिर्सिसक्यौँ। हाम्रो जीवनमा भएका घटनाहरू योभन्दा 17-18 वर्ष 20 वर्ष जब हामी रिफ्युजी क्याम्पमा थियौँ, हाम्रो जीवन कस्तो थियो, अस्तव्यस्त, हामीसँग खाने लाउने कुरा थिएन, सब थोक हामी चाहिँ सकिसकेको थियौँ, हाम्रो आफ्नो परिचय पनि थिएन। जब परमेश्वरले तपाईँ र मलाई
यो उद्योगको ठाउँमा ल्याएर तपाईँ र मलाई परिचय दिनुभयो, हामीलाई आफ्नो घर दिनुभयो, गाडी दिनुभयो, सब थोक दिनुभयो, सुविधा सबै कुरा दिनुभयो। अनि यो बेला चाहिँ हामीले परमेश्वरलाई बिर्सेका छौँ, किनभने हामी सोच्छौँ कि हाम्रो काम सबैभन्दा ठुलो कुरा छ है, हाम्रो घर सबैभन्दा ठुलो कुरा छ, हामी सेवकै आउनु भनेपछि हामीलाई सबैभन्दा ठुलो बहाना आउँछ। तर परमेश्वरले तपाईँ र मलाई पनि यो समय बोलाउँदै हुनुहुन्छ कि तपाईँ र म पनि यसै अगमवक्ताले यहुदाको आमाहरूलाई बोलाए छै, तपाईँ र मलाई त्यही परमेश्वरले आज बोलाउँदै हुनुहुन्छ। तपाईँ र म कहाँ छौँ? हामी तयारी हुने बेला आएको छ। हाम्रो आराम स्थानबाट उठेर परमेश्वरको महिमा गर्ने, उहाँको नजिक जाने, हाम्रो हरेक दिनको वचन अनुसारको जीवन जिउने, प्रार्थनाको जीवन, बाइबल पढाइको जीवन हाम्रो कस्तो छ? हामी कहाँ छौँ? हामीले हाम्रो छोराछोरीलाई कसरी सिकाएका छौँ? हाम्रो जीवन कहाँ छ? प्रियहरू, प्रिय आमा दिदी बहिनी, म यो तपाईँहरूलाई आज यो चुनौती छ, हामी उठ्नुपर्छ। म पनि एउटा आमा हुँ। यो कार्यक्रम होस्ट गर्दै गर्दाखेरि सजिलो थिएन, मेरो पनि आफ्नै काम छ। यदि परमेश्वरले तपाईँ र हामीलाई त्यो परिस्थितिहरूबाट उठाएर यहाँ ल्याउनु भएर उद्योगको ज्योतिमा ल्याएर आज हामीलाई दुध र मह बग्ने देशको भागीदार बनाउनु भएको छ भने किन हामी प्रभुलाई आराधना नगर्ने? हालेलुया। यो सबै कुरा हामीले जे पाएको छौँ परमेश्वरको कारणले पाएका छौँ। यदि प्रभुले चाहनुभयो भने आज हाम्रोबाट जे छ त्यो उहाँले लान पनि सक्नुहुन्छ। तर हामीले लेट्स नट टेक इट एज ग्रान्टेड, होइन? हामीले चाहिँ पायौँ, अब यसको लागि चाहिँ व्यवस्था गर्ने होइन, परमेश्वरको प्रेमलाई व्यवस्था गर्ने होइन, उहाँ चाहिँ भलो हुनुहुन्छ भन्ने कुरालाई हरेक दिन हाम्रो जीवनमा, हाम्रो हृदयमा हामीले राखेर परमेश्वरको महिमा हामीले गर्न छोड्नुहुन्न। हालेलुया। परमेश्वरलाई महिमा भएको होस्। अब हामी चाहिँ विशेष गरी यो इक्जाम्पलहरू दिँदै गर्दाखेरि प्रभुलाई म धन्यवाद दिन्छु। उहाँ कति भलो हुनुहुन्छ, हामीलाई विभिन्न इक्जाम्पल म तपाईँलाई दिँदै गएँ। अनि अब हामी चाहिँ विशेष वचनमा छिर्नेछौँ। अनि यहाँ वचनमा तपाईँले म पहिलो नम्बरमा पहिलो बुँदा ल्याएको छु, हाम्रो विश्वास कस्तो छ? फेथ, है? हाम्रो विश्वास कस्तो छ? अनि यहाँ चाहिँ मैले परमेश्वरको महिमा भएको छ यहाँनिर। अब हामी जब हाम्रो विश्वासलाई हामी जब हेर्छौँ, हाम्रो विश्वास कस्तो छ? यति हुँदाखेरि परमेश्वरले चाहिँ तपाईँ र मलाई कस्तो विश्वासमा बोलाउनु भएको छ, हामी त्यो विश्वासलाई हामी हेर्नेछौँ है। अनि यहाँ फेथ, है? सी लभ्स जिजस विथ अल अफ हर हार्ट। तपाईँ र मेरो विश्वास जब परमेश्वरमा बढ्छ, जब तपाईँ र म विश्वास योग्य छोरी अनि आमा बुहारी हामी जब हुन्छौँ, परमेश्वरको दुलही जब हुन्छौँ, अनि हाम्रो विश्वास बढ्छ। अनि जब विश्वास बढ्छ हामीले परमेश्वरलाई अत्यन्तै प्रेम गर्छौँ। जब हामी जहाँ प्रेम हुन्छ त्यहाँ सम्बन्ध हुन्छ। हालेलुया। तपाईँ र म जब प्रेममा हुन्छौँ त्यहाँ सम्बन्ध हुन्छ, जब सम्बन्ध हुन्छ त्यहाँ एउटा परिवार हुन्छ। हालेलुया। अनि यो परिवार चाहिँ आज हामी यहाँ छौँ। हालेलुया। किनभने तपाईँ र मेरो विश्वासलाई परमेश्वरले जोड्नु भएको छ अनि हामीलाई एउटै बनाउनु भएको छ, अनि आज हामी परिवार भएका छौँ। हालेलुया। अनि परमेश्वरलाई महिमा भएको होस्। अनि यहाँनिर मैले आजको यो वचन चाहिँ किन यसरी जोडेर ल्याएँ भने यो यशाया 32:9 छ, तर यशाया 32:9मा चाहिँ उठ भनेको छ। तर उठ भनेको, उठिसकेको हामी आमाहरू चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि हितोपदेश 31:10 तल हामी हेऱ्यौँ भने उच्च चरित्र भएको पत्नी कसले पाउन सक्छ? हालेलुया। तपाईँ र म चाहिँ परमेश्वरले त्यत्तिकै बोलाउनु भएको होइन, तपाईँ र म चाहिँ उच्च चरित्र भएको मेरो छोरा छोरी बुहारी नानीहरू चाहिँ सुशोभित होस् परमेश्वरको रत्नले भनेर परमेश्वरले बोलाउनु भएको छ। हालेलुया। यसकारण प्रभुलाई म धन्यवाद दिँदछु। अनि हामी यसरी यहाँ वचनमा हेर्नेछौँ। अनि यहाँनिर चाहिँ मैले जब यो वचन पढ्दै गर्थेँ यति हृदय छुन्छ है। यहाँ यसरी लेखेको छ कि सी सिक्स हिज विल फर हर लाइफ एन्ड फलोज हर वे, है? उनी चाहिँ यसुलाई, परमेश्वरलाई आफ्नो मन, आफ्नो सम्पूर्ण हृदयले प्रेम गर्छन्, है? उनी चाहिँ उहाँको लागि हरेक दिन खटिन्छन्। प्रेम गर्ने मान्छेले त्यो व्यक्तिको लागि खट्छ, त्यसलाई बनाउनेमा, आफ्नो सम्बन्ध बनाउनेमा ऊ अघि सर्छ। यसकारण हाम्रो विश्वास, तपाईँ र मेरो विश्वास आज कहाँ छ? परमेश्वरको नजिक गएका हामी आमाहरू हामी कहाँ छौँ? हितोपदेश 31:10 हामी तल पढ्दै गयौँ भने उच्च चरित्र भएको पत्नीको गुणहरू, उच्च चरित्र भएको पत्नी मात्रै भनेको छ। यहाँ प्रिय हामी आमा दिदी बहिनी बुहारीहरू छौँ, सबै कसै न कसैको त पत्नी छौँ, हुनेवाला पत्नी छौँ, होइन? तर अहिलेदेखि नै बिल्ड गर्ने, यसलाई चाहिँ बनाउने, निर्माण गर्ने कुरामा हामी कहाँ छौँ? त्यो कुरामा हामी हेर्दै गयौँ भने परमेश्वरको वचनले हामीलाई के भन्छ यहाँ हामी हेर्नेछौँ, है? यशाया 31:28 भन्छ, तिनी बुद्धिमानसँग बोल्छिन् र तिनको जिब्रोमा विश्वास योग्य उपदेश हुन्छन्। हालेलुया। आज हामी हरेक दिन बोल्दाखेरि
विश्वाससहितको हामीले वचन बोल्दाखेरि हामीसँग चाहिँ के हुनुपर्छ, बुद्धिसँग बोल्ने परमेश्वरले हामीलाई जिब्रो दिनुभएको छ। अनि र तिनको जिब्रोमा विश्वासयोग्य उपदेश हुन्छन्। हालेलुया। हामी जब एकअर्कासँग विश्वासको कुरा गर्छौँ, एकअर्कासँग तपाईँ र मेरो वचनलाई हामी बाँड्छौँ, उहाँहरूसँग जब कुरा गर्छौँ, हाम्रो जीवनबाट बोलेका कुरा, तपाईँ र मेरो जीवन मुखले बोलेको वचनको कुरा र तपाईँ मेरो जीवनशैली कस्तो छ त्यो छेउको छिमेकीले जाँचेर हेरेको हुन्छ। अनि तपाईँ र मेरो परमेश्वरमा विश्वासयोग्य जीवन कस्तो छ, तपाईँ र मैले परमेश्वरमा विश्वासयोग्य प्रेमिलो जीवन कसरी जिएका छौँ, परमेश्वरले त्यो पनि हेर्नु भएको हुँदछ। हालेलुया। अनि हामी तल हेऱ्यौँ भनेदेखिलाई हितोपदेश 31:29देखि 29 र 30 हामी हेऱ्यौँ भनेदेखिलाई 29, 30 होइन, मत्ती 22:37लाई हामी हेऱ्यौँ भने उहाँले तिनलाई भन्नुभयो, तैँले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राण लिएर आफ्नो सारा समाजले प्रेम गर्नु, अनि जसलाई तपाईँ विश्वास गर्नुहुन्छ त्यसलाई तपाईँले धेरै माया गर्नुहुन्छ। हालेलुया। हामी उहाँलाई विश्वास गर्छौँ अनि उहाँले तपाईँ र मलाई धेरैभन्दा धेरै माया गर्नुहुन्छ। हालेलुया। अनि परमेश्वर चाहिँ त्यस्तो भलो परमेश्वर हुनुहुन्छ। अनि हामी अलि तल आएर भने यूहन्ना 14:15मा हेऱ्यौँ भनेदेखिलाई तपाईँका आदेशहरूमाथि म मनन गर्छु र तपाईँका शिक्षामा म ध्यान दिन्छु। आज विश्वासमा रहेको हामी आमा दिदी बहिनी निश्चय नै हौ भने उहाँको नजिक हामी जान चाहन्छौँ, उहाँलाई खोज्न चाहन्छौँ, उहाँमा सम्बन्ध राख्न चाहन्छौँ भने परमेश्वरको वचनले भन्छ तपाईँको आदेशहरूमाथि म मनन गर्छु। मनन गर्ने मान्छे, ध्यान दिने मान्छे, उहाँसँग सम्बन्ध राख्ने मान्छेको, विश्वास गर्ने मान्छेको त्यहाँ केही पनि हुनु हुँदैन। यहाँ तल भने तपाईँको शिक्षामा म ध्यान दिन्छु, उहाँको शिक्षामा हरेक दिन लागिरहन्छु। कुनै कुरा सिक्न मन छ, त्यसको नजिक जान मन छ भने त्यसको शिक्षामा लागिरहनु आवश्यक छ। हामी कामहरूमा हेर्छौँ भनेदेखिलाई कुनै कुरामा तपाईँ प्रमोसन हुन चाहनुभयो भने त्यो फिल्डमा, त्यो एरियामा तपाईँ पोख्त व्यक्ति हुनुपर्छ। तपाईँ चाहिँ अलिकति एक्सपिरियन्स भएको व्यक्ति हुन्छ जसले तपाईँलाई माथिबाट हेरेर ओहो उसले गर्न सक्छ भनेर उसले दिन्छ है। संसारमा त्यस्तो छ, हेरेर दिने कुरा छ। परमेश्वरले चाहिँ तपाईँ र मलाई हेर्नुहुन्न, तपाईँ र मेरो हृदयको विश्वास, उहाँसँगको सम्बन्ध कस्तो छ त्यसलाई मात्रै उहाँले हेर्नुहुन्छ। हालेलुया। यसकारण प्रभुलाई हामी धन्यवाद यो कारणले दिन्छौँ कि तपाईँ र म उहाँको लागि विश्वासयोग्य छोरी आमा बुहारी हामी बनाऊँ। हालेलुया। अनि दोस्रोमा छ, अनि भजन सङ्ग्रह 119:15मा यसरी लेखेको छ, तपाईँका आदेशहरू म मनन गर्छु र तपाईँका शिक्षामा म ध्यान दिन्छु। यस फेरि अर्को कुरा छ। अनि हामी तल आएर हेर्छौँ भने आजभोलि चाहिँ विश्वास भयो भने परिवार बन्छ। मैले अघि भने होइन, विश्वास भयो भने परिवार बन्छ, विश्वास भयो भने सम्बन्ध हुन्छ, सम्बन्ध भयो भने परिवार हुन्छ। परिवार हुनको लागि पहिला के हुन्छ, विवाह हुनु पर्यो होइन, विवाह हुनु, म्यारिज। परमेश्वरले विवाहको विषयमा के भन्नुभएको छ हामी यहाँ हेरौँ है त। परमेश्वरले हामीलाई के भन्नुभएको छ, सी इज अ ब्युटिफुल ब्राइड है, उनी चाहिँ एउटा विश्वासयोग्य दुलाही हुन्। तपाईँ र म चाहिँ एउटा विश्वासयोग्य परमेश्वरको दुलाही हौँ। हालेलुया। अनि तल हामी गएर हेर्छौँ भने उहाँले के भन्नुहुन्छ भने सी डज गुड अन हिम अल डेज अफ आवर लाइफ। हामी चाहिँ विवाहमा हाम्रो पतिहरूको जहिले पनि भलो चाहने व्यक्ति हो नि त, त्यस्तै हाम्रो परमेश्वरको पनि हामी भलो चाहने आमा छोरीहरू हामी बन्नपर्छ। उहाँ चाहिँ हाम्रो दुलाहा हुनुहुन्छ, तपाईँ र म चाहिँ उहाँ परमेश्वरको दुलाही हौँ। आज संसारको भाषामा हामी हेर्छौँ, हामी सबै विवाह गरेका आमा दिदी बहिनीहरूको पति हुनुहुन्छ, उहाँको आदर गर्ने, उहाँलाई उहाँको अधीनतामा रहने कुराहरू छ हामी जब हेर्छौँ भने। तर यो विवाहमा के हुनुपर्छ भनेर हामी अलि तल हेऱ्यौँ भनेदेखि तल हामी हेऱ्यौँ भनेदेखि यहाँनिर यसरी लेखेको छ, She does him good all days of her life. She is trustworthy and helpmate, but the first and foremost, she is a bride of Christ. हामी चाहिँ परमेश्वरको दुलाही हौँ। त हामीलाई फेरि ब्राइड अफ क्राइस्ट परमेश्वरको दुलाही हुनलाई संसारको पति नै चाहिन्छ भने होइन, पति जससँग छ त्यसलाई पनि परमेश्वरले आदर गर है भनेर चाहिँ भन्नुभएको छ। हालेलुया। आदर योग्यको हामी बन्नपर्छ। अनि तल हामी हेऱ्यौँ भने हितोपदेश 31:11 र 12 भने तिनका पतिले तिनीमाथि पुरा भरोसा गर्छन् र उनलाई कुनै असल कुराको अभाव हुँदैन। तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन। हालेलुया। तपाईँ र मैले आफ्नो श्रीमानको लागि कहिले पनि कुभलो चाहँदैनौँ। त्यसरी नै हाम्रो परमेश्वरले पनि तपाईँ र मेरो जीवनमा कहिले पनि त्यो कुरा चाहनु भएन कि उहाँले सम्बन्ध राख्न चाहनु भएको छ। हालेलुया। तपाईँ र मैले कसरी सम्बन्ध राखेको छ, विश्वास
अनि हाम्रो सम्बन्ध विवाह भन्ने कुरामा सम्बन्धको कुरा आउँछ, त्यो सम्बन्ध ठिक भएन भने आज हाम्रो घरहरू भत्किएर जाँदछ है। म एउटा उदाहरण तपाईँहरूलाई म दिन चाहन्छु। अहिले यो एउटा व्यापक भएको छ, यो मलाई एकदमै जब यो भार आयो, मैले वचन पढ्दै गएँ, सिक्दै गएँ, यो कुरामा परमेश्वरले सिकाउँदै देखाउँदै लानुभयो। एउटै कुरा प्रभुले मलाई चुनौती दिनुभएको कुरा आजभोलि के छ, हामी क्रिस्चियन जगतमा, हामी क्रिस्चियन कम्युनिटीमा, हामी विश्वासी जनहरूको घरहरूमा, मण्डलीहरूमा आजभोलि के भएको छ भने हामीलाई आफ्नो श्रीमानले भनेको कुरा हामी मान्न छोडेका छौँ होइन। अनि हामीसँग घमण्ड आएको छ। कतिचोटि यो एकदमै बिटर ट्रुथ छ है, यो चाहिँ तितो सत्य छ है। अनि कति चाहिँ हामी चाहिँ छिट्टै कुरा आजभोलि चाहिँ के भनेको छ, डिभोर्स गर्ने कुराहरू होइन, छिट्टै आफै स्वतन्त्र जिउने, अमेरिकामा आयो स्वतन्त्र, अब त स्वतन्त्र छ, अमेरिकन लाइफ हो, म जे पनि गर्न सक्छु भन्ने कुराहरू छ। तर परमेश्वरको वचनले भन्नुभएको छ म सम्बन्ध विषयलाई चाहिँ घृणा गर्छु भनेर भन्नुभएको छ। अनि तपाईँ र मलाई यो समय आएको छ कि परमेश्वरको वचनले तपाईँ र मलाई के भन्छ, अनि तपाईँ र म कहाँ छौँ सम्बन्धमा, विवाहमा, हाम्रो घरको सम्बन्धमा, मण्डलीको सम्बन्धमा, परमेश्वरसँग सम्बन्धमा हामी कहाँ रहेका छौँ। परमेश्वरले तपाईँ र मलाई यो कुराको चुनौती दिँदै हुनुहुन्छ, तपाईँ र म कहाँ छौँ। हामीलाई सानो मिसअन्डरस्ट्यान्डिङ हुँदाखेरि, सानो मनमुटाप हुँदाखेरि होइन, कोही घरै छोडेर हिँडिदिने, कोही श्रीमानसँग बोल्दै नबोलिदिने होइन, कति दिनसम्म एकदम सताउने पनि छ। यो सताउने आत्माहरू चाहिँ यो 2 दिनमा सकिएर जानुपर्छ। हालेलुया, हालेलुया। किनभने तितो चाहिँ, सत्य चाहिँ तितो नै हुन्छ, तर परमेश्वरको वचनले भन्छ सत्यले स्वतन्त्र गराउँछ। हालेलुया। किनभने हामीलाई स्वतन्त्र गराउनलाई परमेश्वरले कल्भरी क्रुसमा उहाँको एकमात्र पुत्रलाई दिनुभयो। हाम्रो पाप र अधर्मलाई कल्भरी क्रुसको फेदीमा लगेर तपाईँ र मलाई जीवन दिनुभएको छ, अनन्त जीवन। तर यो जीवन पाएर हामी धन्यवादी, प्रार्थनासहितको जीवन, विश्वासयोग्य जीवन, उहाँसँगको सम्बन्धमा आएर, उहाँसँग कसरी सम्बन्धमा रहेर, उहाँको विश्वासयोग्य दुलही भएर एउटा चाहिँ सम्बन्धमा आएको एकदमै परमेश्वरको ब्युटिफुल एउटा एकदम सुन्दर दुलही, सबै कुराले भरिएको दुलही हामी कसरी हुने भन्ने कुरामा चाहिँ यो घमण्ड, रिस, स्वतन्त्रता खोज्न हामी अमेरिकामा आयौँ भने तपाईँ र मैले गरेको सुरुको विश्वास हामीले त्यसलाई सम्झिने छैनौँ। किनभने सुरुमा तपाईँ र म सम्झौँ त कहाँ थियौँ, हाम्रो जीवन थियो छाप्रामुनि, हाम्रो केही थिएन, न हाम्रो कुनै एउटा लाइफस्टाइलै थियो, न हाम्रो कुनै एउटा परिचय थियो। परमेश्वरले तपाईँ र मलाई आज परिचय दिनुभएको छ। हालेलुया। अनि यो परिचयलाई हामीले बिर्सनुहुन्न। हुन्छ, हामी तेस्रो पोइन्टमा हामी आउँछौँ भनेदेखिलाई परमेश्वरको वचनले यसरी भनेको छ, मदरिङ होइन, आमा। अब यो आउने आइतबार आमाहरूको दिन छ, मदर्स डे। तर हामी आमा कहाँ छौँ? म चाहिँ अलि वचन बोल्दाखेरि अलि स्ट्रङ टाइपको होइन, कतिलाई त पर्छ होइन, किनभने जब त्यो मान्छेलाई पर्दैन, त्यो मान्छे जिउँदो छैन भन्ने बुझिन्छ, आत्मामा मरेको रहेछ भनेर होइन। जब हामीलाई पर्छ, परमेश्वरले तपाईँ र मलाई फेरि जगाउँदै हुनुहुन्छ। हालेलुया। यसकारण जब पर्छ हामी फेरि बढ्दै जानेछौँ। हालेलुया। अनि एउटा आमा चाहिँ हामी चाहिँ कस्तो हुनुपर्छ भन्दा, सी इज अ लभिङ मदर होइन, सी इज अ लभिङ मदर एन्ड हर चिल्ड्रेन कल हर ब्लेसेड। उहाँ चाहिँ एकदमै प्रेमिलो आमा हुनुहुन्छ, जसको बच्चाहरूले, बालबच्चाले उहाँलाई के भन्छ, धन्यको भन्छ। तपाईँ र मलाई धन्यको भन्नलाई, हाम्रो बच्चा नानी बाबुहरूले तपाईँ र मलाई धन्यको भन्नलाई तपाईँ र मैले कस्तो धन्यको जीवन जिएका छौँ, उहाँको अगाडि कस्तो उदाहरणीय जीवन जिएका छौँ। तपाईँ र मैले कतिचोटि नानीहरूलाई कसरी सेवा लाँदैछौँ, सन्डे स्कुल लाँदैछौँ कि आइप्याडमा राखेर हामी कता जाँदैछौँ कि होइन। कतिचोटि चाहिँ हामी आजभोलि के छ, फेसबुक, सोसल मिडिया, इन्स्टाग्राम, टिकटक होइन, यो कुराहरूले तपाईँ र मलाई असल मदरिङ, अ गुड मदर, असल आमा, असल मातृत्वको भाषा तपाईँ र मलाई दिएको छ कि छैन? हामी विचार गरौँ। हामी कहाँ छौँ? समय कहाँदेखि कहाँ पुगेको छ? परमेश्वरको वचन कहाँदेखि कहाँ पुगेको छ? प्रभु आउनै लाग्नु भएछ। तपाईँले सोच्दै हुनुहोला, प्रभु आउनै लाग्नु भएको छ भनेर वचन सुनेको त विश्वास गरेदेखि हो, अहिलेसम्म आउनै भएको छैन भनेर पर्खिँदै हुनुहोला। परमेश्वरको वचनले भन्छ म चोर चाहिँ आउनेछु। हालेलुया। तपाईँ उहाँ चोर चाहिँ आउँदा तपाईँ टिकटक खेलाइरहेको भेटाउनु हुनेछ कि प्रभुले? प्रार्थना गरिरहेको भेटाउनु हुनेछ। तपाईँ फेसबुक चलाइरहेको भेटाउनु हुनेछ कि प्रभुले? तपाईँ चाहिँ बाइबल पढिरहेको भेटाउनु हुनेछ। एउटा असल आमाले गर्नुपर्ने एउटा परिवारलाई, एउटा सदस्यलाई, परिवारलाई अगाडि लाने चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ एउटा आमाको जीवनमा हुने भूमिका, जब हामी घरमा परमेश्वरको वचनअनुसार भूमिका निभाउँछौँ नि, त्यो घर चाहिँ प्रार्थनाको घर हुनेछ। हालेलुया।
अनि प्रभुलाई महिमा भएको होस्। अनि हामी यहाँ तल हामी हेर्छौँ भनेदेखि चाहिँ हितोपदेश 31:26 हेर्छौँ भने यहाँ यसरी लेखेको छ है, तिनी बुद्धिसँग बोल्छन्, तिनको जिब्रोमा विश्वासयोग्य उपदेश छन्। अघिकै वचन आएको छ। यहाँ चाहिँ मैले यसलाई कसरी लिएको छु भने हामी बुद्धिसँग बोल्ने आमाहरू भयौँ र हाम्रो जिब्रोमा एकदमै सत्यको उपदेश छ भने हाम्रो नानीहरूले त्यो कुरालाई सुनिरहेको हुन्छ। तपाईँ हामी हरेक दिन नानीहरूसँग बस्दाखेरि हाम्रो बोली कस्तो छ, हामी कसरी बोलिरहेका छौँ, उहाँहरूको वरिपरि उहाँलाई होइन ज्ञानका कुरा उहाँहरूको अगाडि कस्तो गइरहेको छ। कतिचोटि त हामी कस्तो छौँ, बाहिर चाहिँ मिठो बोलिरहेको हुन्छौँ, आफ्नो छोराछोरीलाई यस्तो गाली गरिरहेको हुन्छौँ है। मैले जहिले पनि एकताल यो भन्ने मौका पाएको थिएँ हाम्रो मण्डलीमा पनि। चर्चभित्र चाहिँ स्वर्गदूत, चर्चदेखि निस्केपछि राखेभूत है। हामी चर्चभित्र मात्रै सन्डे यसो हालेलुया भनेर गाएर एकदमै प्रेजेन्ट वर्सिपमा सिरियस भएर एकछिन 1.5 आवर एकदम स्वर्गदूत भएर घरमा पुग्दा तपाईँ र मैले अर्कै रूप देखायो भन्दा नानीहरूले पत्याउँदैन सुसमाचार। यसकारण हाम्रो बोली हाम्रो नानीहरूको अगाडि हाम्रो कस्तो छ, हाम्रो श्रीमानको हामी अगाडि हामी कस्तो छौँ, हामीले कस्तो बोली गर्छौँ। चाहे तपाईँको श्रीमान नपढेको होस्, नजान्ने होस्, जस्तो सुकै होस्, तर जब हामी आदर दिउँछ नि, आदर गर्छौँ नि, आदरले तपाईँ र मेरो जीवनमा आशिष ल्याउँछ। हालेलुया। अनि जस्तै कुरा जब हामी हाम्रो नानीहरूलाई माया गर्छौँ, प्रभुको वचनले अलि तल भन्दछ माया गर्छौँ। यहाँ माया के भनेको छ, हितोपदेश 22:6 यसरी लेखेको छ, बालकलाई ऊ हिँड्ने बाटोमा तालिम देऊ र वृद्ध अवस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन। हालेलुया। हामीले कस्तो तालिम दिएका छौँ, ऊ त्यहाँबाट नजाओस् भनेर है। अनि तल हामी अझै तल हेर्छौँ नि, यीशुले तिनीहरूलाई भन्नुभयो, लुकाको पुस्तक है यो चाहिँ, यीशुले तिनीहरूलाई भन्नुभयो, आफू कहाँ बोलाएर भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। हालेलुया। उहाँको राज्यमा ल्याउनु पर्ने छ हाम्रो नानीहरूलाई। उहाँको राज्यमा सुसमाचार युक्त आमाको जीवन, बाबाको जीवन नानीहरूले इक्जाम्पल, उदाहरण हाम्रो बोलीमा सिकिरहेको हुन्छ। तपाईँ र म चाहिँ घरको आमा र बाबा चाहिँ घरको पहिलो शिक्षक है, हामी पहिलो टिचर। पढ्न जाने भन्दा, मण्डली आउने भन्दा तपाईँ र म पहिलो टिचर। तर तपाईँ र मैले नै परमेश्वरको वचनअनुसारको जीवन जिएका छैनौँ। आमा र दिदी बहिनीले नै घरमा परमेश्वरको वचनअनुसारको हाम्रो घरमा त्यो प्रार्थनाको घरको जस्तो हाम्रो घर छैन भने हामीले हाम्रो नानीहरूलाई भोलिको उनीहरूको भविष्यमा परमेश्वरसँगको सम्बन्धमा कसरी लाने भन्ने कुरामा चुनौती छ प्रियहरू। अनि हामी आउँ हाम्रो आदरणीय जीवन परमेश्वरमा जिउँ, प्रभुलाई धन्यवाद भनौँ। विश्वासयोग्य जीवन, विवाहमा सम्बन्धित जीवनमा हामी आदरणीय हौँ, परमेश्वरको वचनमा हामी रहौँ। अनि प्रभुले तपाईँ र मलाई यही कुरामा आशिष दिएर लानुहुनेछ। हालेलुया। तपाईँ र म जब विश्वासयोग्य हुन्छौँ, आमाको महत्त्वलाई बुझेर जब नानीहरूलाई सिकाउँछौँ, परमेश्वरले तपाईँ र मलाई त्यही कुरामा नै महानताभन्दा महान आमा बनाउनु हुनसक्छ। हामी मदर टेरेसा जस्तो नहोला होइन। यदि डेबोरालाई परमेश्वरले चलाउनु भयो भने तपाईँ र मलाई पनि चलाउनुहुन्छ। यदि परमेश्वरले यस्तोलाई चलाउनु भयो भने तपाईँ र मलाई पनि चलाउनुहुन्छ। हालेलुया। तपाईँ र म पनि एउटा उदाहरण आमा हौ। अनि चाहिँ चौथो नम्बरमा छ स्वास्थ्य। हामी आमा भएर नानीहरू छ, श्रीमान छ, सम्बन्ध छ। अब स्वास्थ्य कुरामा के छ, हामीलाई राम्रो हुन मनपर्छ, एकदम फिट एन्ड फाइन बस्न मनपर्छ। तर परमेश्वरको वचनले एउटा घरभित्रको आमाले परिवारको स्वास्थ्यको लागि के गर्छिन् भन्ने कुरामा हामी तल हेरौँ है। यहाँ यसरी लेखिएको छ, उनी आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यको ख्याल राख्छिन्। तपाईँ र म शरीरको मात्रै होइन, मानसिक, उसको मेन्टली, फिजिकली अनि स्पिरिचुअली हेल्थको लागि पनि हामीले टेक केयर गर्नु आवश्यक छ। यो समयदेखि नै एज अ मदर, एज अ भर्चुअस वुमेन, सद्गुणी महिला, उच्च चरित्र भएको महिला, उच्च चरित्र भएको आमाले गर्नुपर्ने, आफू मात्रै राम्रो भएर हिँड्दैन, आफ्नो परिवारको स्वास्थ्य कस्तो छ, सम्बन्ध कस्तो छ, नानीहरू कहाँ छ, उनीहरूको सम्बन्ध परमेश्वरसँग कहाँ छ, त्यो कुरालाई हामी जब हेर्दै जान्छौँ, परमेश्वरले तपाईँ र मेरो जीवनमा, तपाईँ र म निश्चय नै विश्वासयोग्य ब्राइड, विश्वासयोग्य दुलही प्रभुको हौँ भने हामीलाई हाम्रो परिवारको आत्मिकी स्वास्थ्यको पनि हामीलाई के हुन्छ, डर हुन्छ, त्रास हुन्छ। भोलि मेरो नानी कहाँ जाने, मेरो श्रीमान कहाँ जाने, मेरो मण्डलीको विश्वासीहरू कता जाँदै हुनुहुन्छ। आमा अगुवा
पास्टर आमा सम्पूर्णले यो चुनौती छ। तपाईँ र मैले के सेवका अहिलेसम्म गरेर आएको हामीले कहाँ पुर्याएका छौँ। त्यसमा तपाईँहरू अरू साधारण प्रभुका छोरीहरू मख नहुनु होला। आमा अगुवालाई पास्टर आमालाई सहायता गर्ने को हो त? तपाईँहरू हो। एउटै मात्रै हातले ताली बज्दैन। परमेश्वरको महिमा ल्याउनलाई तपाईँ र म एक हुँ भने परमेश्वरको त्यहाँ महिमा हुँदछ। हालेलुया। तपाईँ र मैले सहायता गर्नुपर्छ। विशेष गरी पास्टर नि आमाहरूको जीवनमा धेरै कुराको स्ट्रेस हुन्छ, एकदमै तनाव हुन्छ। तर जब तपाईँले एउटै मात्रै सहायता गरिदिनुहुन्छ, एकताल फोन कल गरेर कस्तो हुनुहुन्छ भनेर तपाईँले सोधिदिँदै पनि उहाँको लागि ठुलो कुरा छ। आमेन। अनि परमेश्वरलाई महिमा भएको छ। हामी यसमा स्वास्थ्य विषयमा परमेश्वरको वचनले के भन्छ हामी हेर्नेछौँ है त। यहाँनिर यसरी लेखेको छ, हितोपदेश 31:17 यसरी लेखेको छ, तिनले आफ्नो काम फुर्तीसँग गर्छिन् र आफ्नो कामको लागि तिनका पाखुरा बलिया छन्। जब हामी फुर्तीसँग आफ्नो परिवारको लागि फुर्तीसँग उठेर खानेकुरा बनाउने, बिहानै खाजा बनाएर दिने, यस्तो गर्ने मात्रै भन्ने कुरा त्यो छँदैछ। फुर्तीसँग उठेर तपाईँ र म बिहान कति बजी प्रार्थना गर्छौँ? फुर्तीसँग उठेर तपाईँ र म कतिखेर बाइबल स्टडी नानीहरूसँग गर्छौँ? तपाईँ बेलुका सुत्नु जाँदै गर्नु हुँदाखेरि तपाईँले आफ्नो नानीहरूलाई डिभोसनमा कतिखेर राख्नु भएको छ? बाइबलबाट के सिकाउनु भएको छ? फुर्तीसँग होइन। बिहान उठ्दाखेरि तपाईँ आफ्नो नानीसँगै उठेर तपाईँ प्रार्थना गर्नुभएको छ कि छैन? तपाईँले आफ्नो नानीको लागि उदाहरण के देखाउनु भएको छ? उठ्ने बित्तिकै फोन यस्तो आइहाल्छ। सबैभन्दा पहिलो कुरा हामी फेसबुक हेर्छौँ कि आफ्नो नानीलाई तानेर हामी प्रार्थनामा बस्छौँ? फुर्तीसँग अबदेखि उसो हामी प्रार्थनामा हाम्रो नानीहरूलाई ल्याउँ। हालेलुया। फुर्तीसँग फेसबुक टिकटक हेर्नुभन्दा पहिला हाम्रो परिवारलाई फुर्तीसँग स्वास्थ्यको कुराको ख्याल गरेर, उहाँहरूको आत्मिकी स्वास्थ्यको कुराको ख्याल गरेर उहाँहरूलाई परमेश्वरको वचनमा हुर्काउँ। परमेश्वरले यही कुरा तपाईँ र मलाई चुनौती गर्दै हुनुहुन्छ आज। अनि हामी हेऱ्यौँ भने पहिलो कोरिन्थी 6:19 हामी हेर्छौँ भने तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ र उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ भन्ने तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयं आफ्नो होइनौ, यो शरीर प्रभुको हो। हाम्रो नानीको शरीरहरू पनि परमेश्वरको हो। आज त्यो शरीरलाई हामीले मण्डलीमा लगेर परमेश्वरको अगाडि अर्पण गरेका हुन्छौँ। तर कतिचोटि त्यो अर्पण गरेको नानी चाहिँ नि यो सत्य ट्रुथ अब यो हाम्रो अमेरिकन नेपाली मण्डलीहरूमा चलेर आएको कुरा छ। यो तपाईँले चुनौती लानुहोस्, तपाईँले लेखेर लानुहोस्, यसलाई सत्य भन्नुहोस्। पास्टर नर्माले चाहिँ एकदम तितो बोल्नुभयो यो चाहिँ भनेर भन्नुहोस्, सही छ, मलाई त्यो सही छ। मलाई झुटो बोलेर संसारको कुराहरूलाई प्लिजिङ गरेर खुसी पारेर नर्क जानुभन्दा बरु सत्य बोलेर मलाई स्वर्गै जानु छ। हालेलुया। परमेश्वरले त्यही कुरामा उहाँले मन गर्नुहुन्छ। उहाँले परमेश्वरले सबै कुराले मलाई हेला होस् संसारमा, तर परमेश्वरले मलाई स्याबास मेरो विश्वासयोग्य नकुर भन्नुभएको होस् त्यो दिन। हालेलुया। अनि जब हामी हेर्छौँ भने के हुन्छ, नानी जन्मिन्छ, एउटा बच्चा जन्मिन्छ, छोरा छोरी यति खुसी हुन्छ, मण्डली होइन ल्याएर आउँछौँ। अनि त्यहाँदेखि डेडिकेसन हुन्छ, अनि त्यो नानीको लागि पुरा परमेश्वरमा अर्पण गरेर प्रार्थना गर्छौँ। त्यो नानी जान्छ, आउँदैन चर्च। 1 वर्षमा बल्ल बल्ल पास्टर बाउ, पास्टर नि आमा 1 वर्षको बर्थडे आयो, प्रार्थना गर्न आइदिनुहोस्। त्यो वर्षभरि त्यो नानीले के सिक्यो? तपाईँले कहाँ लानुभयो? तपाईँले उसो भने त्यो नानीको आत्मिकी स्वास्थ्यको ख्याल गर्नुभयो? तपाईँले शारीरिक मात्रै उसलाई राम्रो लुगा लगाइदिनु भयो होइन, हेर्नलाई राम्रो देखिने खाना दिनुभयो होला, त्यो नानी हरेक दिन बढेर ठुलो भयो, तर परमेश्वरको भवनमा ल्याउनु भएन। परमेश्वरको वचनले भन्छ संसारको मित्रता चाहिँ परमेश्वरसँगको के हो? आज हामी परमेश्वरमा भवनमा ल्याएका नानीहरू हराइरहेका छन्। तर तपाईँ र म आमाहरूले गर्ने भूमिका, हामीले हाम्रो घर बनाउनु छ भने चाहे आफ्नो श्रीमान जस्तो सुकै होस्, तपाईँ र म चाहिँ दह्रो भयौँ, तपाईँ र म चाहिँ उहाँले बोलाएको जस्तो दुलाइ भयौँ भनेदेखिलाई प्रभुले तपाईँ र मेरो घरलाई, हाम्रो बालबच्चालाई टुट्न दिनुहुन्न। तर हामी नै कमजोरी देखाउँछौँ। यदि हाम्रो श्रीमान कमजोर हुनुहुन्छ, हाम्रो परिवार छोराछोरी कमजोर छ भने हामी आमाहरू चाहिँ दह्रो हुनुपर्ने बेलामा अझै उहाँहरूसँगै लागेर बहानै बनाएर अझै पास्टर बाउलाई अर्को फोन कल पो गर्छौँ त फेरि। यो काम नगरौँ, किनभने समय नजिक आएको छ। हेर्नुहोस् त कति दुःख लाग्दो, म मन दुख्छ है। हाम्रो कतिजना हाम्रो भुटनिस
के भन्छ भाइ बहिनीहरू कतिजना डिपोर्ट भएर जानुभयो होइन, उहाँहरूको विभिन्न आफ्नै कारणहरू होला होइन। मलाई यस्तो मन दुख्छ सुन्दाखेरि, म रुएँ पनि है। कतिजनाको सानो सानो बच्चा भएको नानीहरूलाई छोडेर डिपोर्ट भएको छ। हेर्नु त, फेरि त्यो बाबा फर्केर आउँछ होला? आउँदैन। तर तपाईँ र मैले त्यो समयदेखि हाम्रो परिवारलाई एकदम सहीमा राखेको थियो भने आज त्यो अवस्था हुन्थेन। हेर्नुहोस् त, हामीले मण्डलीमा वचनमा डोराएको थियो भनेदेखिलाई त्यो अवस्था हुन्थेन। जब तपाईँ र म चाहिँ जब डर हुन्छौँ नि, बहाना बनाउने श्रीमानले बहाना बनाउँदै गर्छ, तपाईँ गाडी टिप्नुहोस् जानुहोस्, उहाँले पुर्याइदिनु भएन भने बोलाउनुहोस्। हाम्रो पास्टर मलाई र पास्टर बललाई एभ्री सन्डे हामी तयार भएर जाने, हाम्रो कतिजना हुनुहुन्छ ड्राइभिङ गर्ने मान्छेहरू, हामीलाई नै आउँछ कल। किनभने उहाँले हामीलाई माया गर्नुहुन्छ, विश्वास गर्नुहुन्छ। उहाँले गरेको फोन उठेन होला, हामीले गर्दा उठ्छ भन्ने विश्वास छ। त्यस्तै हाम्रो परमेश्वरमाथि पनि परमेश्वरले विजय दिनुहुन्छ भने विश्वास छ। तपाईँले आफ्नो विश्वासमा तपाईँ अघि बढ्नुहोस् न, प्रभुले तपाईँको घरमा विजय दिनुहुन्छ। किनभने हामी चाहिँ कतिचोटि जस्तो छौँ, ऊ त जाने मानेन, म पनि नजानु पर्यो आज, बहाना धेर छ। जब हामी बहाना बनाउँछौँ, शैतान कति खुसी भएर नाच्छ। ओहो, आज मैले एउटा आत्मा जितेँ। हेर्नुहोस् त, शैतानलाई आत्मा जित्न दिने होइन। तपाईँ र म चाहिँ आमाहरू चाहिँ विश्वासयोग्य, दरिलो, बोल्ड भएर परमेश्वरको वचनमा जब हामी अगाडि बढ्छौँ, शैतान हारेर जान्छ। परमेश्वर चाहिँ भलो हुनुहुन्छ, यो कुरा तपाईँले विश्वास गर्नुहोस्। अनि हामी तल यो यति मात्रै होइन, प्रभुको वचनले भन्छ तिमीहरूको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ। यदि प्रभु हाम्रो शरीर चाहिँ उहाँको मन्दिर हो भनेदेखिलाई तपाईँ र मैले यो मन्दिरलाई कतातर्फ लाँदैछौँ? तपाईँ र मेरो परमेश्वर बास गर्ने यो मन्दिरमा परमेश्वरलाई हामी कस्तो कस्तो कोठातिर लाँदैछौँ, कस्तो कस्तो भवनतिर हामी घुमाउँदैछौँ? विचार गर्नुहोस्। मैले योभन्दा धेरै एक्सप्लेनेसन गर्नु पर्दैन होला, किनकि म कसैको व्यक्तिगत जीवनको पर्सनल लाइफको इन्फर्मेसन लिने त्यो एउटा वैज्ञानिक पनि होइन। तर सबै कुरा चाहिँ परमेश्वरको वचनले भन्छ, परमेश्वरले जान्नुहुन्छ। हालेलुया। उहाँले जान्नुहुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदै परमेश्वरको नजिक हामी जानुपर्छ। उहाँको विश्वासयोग्य, उहाँको आदरयोग्य, अनि हाम्रो परिवारलाई डोर्याउने हामी आमा बन्नुपर्छ। हालेलुया। जब हामी तल हेर्छौँ भन्ने लाग्दैन, उहाँसँग आज एकदमै धेरै पोइन्टहरू थियो, 10वटा पोइन्ट थियो। तर मैले अलिक काटेर लगिरहेको छु। अनि अर्को कुरा कम्ती भन्दै लान्छु म। अनि अर्को कुरा, अरूलाई सर्भिस गर्ने होइन, अरूको लागि वास्ता गर्ने हामी कसो गरिरहेका छौँ, मण्डलीमा कस्तो सहयोग गरेका छौँ। पाहुनाहरू आउँदाखेरि हाम्रो जीवन कस्तो छ? कतिचोटि त पाहुनाहरू आउँदाखेरि हामी एकदमै अमेरिकनाइजै भएका छौँ। कतिचोटि हामी पाहुनाहरूलाई वास्ता नगर्ने भएका छौँ। हामीले कसरी अरूलाई सेवा पुर्याएका छौँ। त्यति मात्रै नभएर मण्डलीको आमा, पास्टरनी आमा, पास्टर बाबाहरूलाई कसरी सेवा पुर्याएका छौँ। एज अ मदर, एज अ फादर, यहाँनिर बाबाहरू पनि हुनुहुन्छ, कसरी सेवा पुर्याइरहनु भएको छ। यो चुनौती छ कि जब प्रभु तपाईँ अमेरिकामा आउँदै गर्दा केही थिएन, त्यही पास्टरले तपाईँको लागि सबै कुरा गरिदिनु भयो। तपाईँलाई जब खोजेर लाउनुदेखि लगेर यो त्यो गर्नुदेखि लगेर आज तपाईँ चाहिँ ठुलो घरको मालिक हुनु, मिलियनर हुनुभयो होइन, बिलियनर हुनुभयो होला। कतिजनाको 2-3वटा टेस्ला गाडी होला, के होला। तर त्योसम्म पुर्याउनु लागि एउटा त्यो थोत्रो पास्टर, पहिला पनि 2500 को गाडी कुदाउने पास्टरको अहिले पनि त्यही 2500 कै गाडी छ होइन, हुनसक्ला अलि पनि बढेर गएको होला। त्यो पास्टरले, त्यो पास्टरनी आमाले, त्यो मण्डलीले, अगुवाले तपाईँलाई त्यहाँसम्म पुर्याउनु भयो भने आज तपाईँले चाहिँ त्यसको साटोमा मण्डलीमा कस्तो सर्भिस गर्दै हुनुहुन्छ, कस्तो सेवा दिँदै हुनुहुन्छ, कस्तो खालको सेवा दिँदै हुनुहुन्छ। त्यो दिन सक्नु भएन भने पनि नि तपाईँको जीवन चाहिँ कहाँ छ? सेवा नदिनुहोस्, सेवा त आइदिनुहोस् न, केही दिनु पर्दैन, सेवा चाहिँ आइदिनुहोस्, ताकि तपाईँ र मेरो नानी परमेश्वरमा बढोस्। सेवा दिने कुरामा तपाईँ र म अघि बढ्यो भने त्यो नानीले पनि सिक्छ, तपाईँ र मेरो जीवनलाई देखेर उदाहरण बन्छ। हालेलुया। यो चुनौतीपूर्ण कुरा छ प्रियहरू। प्रभुले तपाईँ र मलाई यो कुराहरूमा अनुग्रह गर्नुभएको होस्। अनि म एउटा अन्तिम वचन म तपाईँहरूमा म अन्तिम 10 मैले यो बिचको 5वटा पोइन्ट छोडेर म 10 मा आएँ। अन्तिममा छ सुन्दरता, ब्युटी। हाम्रो निम भाइ कहाँ हुनुहुन्छ? तपाईँहरूले मलाई बोलाइदिँदै गर्नुहोस् ल, हाम्रो म्युजिक टिमलाई। अनि ब्युटी छ तल, हामी जब हामी हेर्छौँ भनेदेखिलाई
यहाँनिर ब्युटी चाहिँ कस्तो हो, सुन्दरता चाहिँ के हो भन्दाखेरि परमेश्वरको वचनले हामीलाई के कुरा सिकाउँछ भने आज सुन्दरता चाहिँ परमेश्वरबाट आउनुपर्छ। हालेलुया। सुन्दरता परमेश्वरबाट कसरी आउँछ भने तपाईँ र मैले यहाँ वचनमा हेर्छौँ भनेदेखिलाई यहाँनिर चाहिँ सी इज अ क्रिएटिभ एन्ड एम्बरेन्स ब्युटी एन्ड गडलिनेस है। येशूको सुन्दरतामा आज उनी चाहिँ रचनात्मक छिन् र सुन्दरता र ईश्वरीयतालाई अँगालेकी छिन्। तपाईँ र मैले हाम्रो सुन्दरता यो बाहिरी रूप हामीले लगाएको साडी लुगा कुराको अहिले हामी कुरा नगरौँ, तर तपाईँ र मेरो जीवन उहाँलाई मनपर्ने कस्तो छ त्यो ब्युटी परमेश्वरले चाहनुहुन्छ, त्यो सुन्दरतालाई परमेश्वरले चाहनुहुन्छ। तपाईँ र मेरो हृदय उहाँसँग कस्तो छ, कति हामी उहाँलाई माया गर्छौँ, हाम्रो हृदय कस्तो छ, परमेश्वर त्यो कुरा चाहनुहुन्छ। हामीलाई हो संसारमा हुँदा हामीलाई चाहिन्छ हामी राम्रो लुगा पनि लाउनुपर्छ, ब्युटी पनि भएर हिँड्नुपर्छ होइन, त्यो कुरा ठिक छ। यो सबै कुरा हामीलाई ब्युटी बनाउने कुरा परमेश्वरले क्रिएट गरिदिनु भएको छ विभिन्न माध्यमद्वारा, तर त्यसलाई प्रयोग गर्दै गर्दा तपाईँ र मेरो जीवन कहाँ छ? परमेश्वरको वचनले के भन्दछ? यहाँ हामी तल हेऱ्यौँ भनेदेखिलाई हितोपदेश 31:10 उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी मणिक भन्दा पनि अति नै बढी मूल्यकी हुन्छन्। हालेलुया। आज त्यो मणिक भने जुन एउटा कपडा छ त्यो एकदमै धेरै महँगो हुन्छ, त्यो एकदमै धेरै मूल्यवान छ, तर त्यो रुबिज अनेक प्रकारको जोस होइन यहाँ प्रोस विभिन्न प्रकारको गुणात्मक कुरा भन्दा पनि परमेश्वरको कुरा चाहिँ उहाँसँगको सम्बन्ध चाहिँ उहाँसँगको नजिकता चाहिँ परमेश्वरको सबभन्दा ठुलो ब्युटी हो। हालेलुया। अनि तल हामी हेर्छौँ भने प्रभुको वचनले यसो भन्दछ है, तल हामी हेऱ्यौँ भने हितोपदेश 31:24 र 25 यसरी लेखेको छ, तिनी सुती कपडाका वस्त्रहरू बनाउँछिन्, तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन् र व्यापारीहरूलाई पटुकाहरू उपलब्ध गराउँछिन्। तिनी सामर्थ्य र प्रतिष्ठाले सुशोभित हुन्छन् र आउने दिनहरूका बारेमा तिनी हाँस्न सक्छिन्। हालेलुया। ब्युटी चाहिँ यस्तो हो, सुन्दरता चाहिँ यस्तो हो, जब हामीले आफ्नो परिवारलाई बनाउँछौँ, जब परमेश्वर आउँदै हुनुहुन्छ भन्ने कुरालाई थाहा गर्दा गर्दा यहाँनिर यसाया 32:9 भने जस्तो उठ होइन, आफ्नो के अरे तिमीहरू चाहिँ जागर हो खडा हो भन्ने कुरा छ होइन, आरामसँग बस्ने स्त्री उठ भनेको छ। यो कुरा हामी गर्दै गर्दाखेरि तल हामी हेरेर भने एउटा चाहिँ ब्युटी चाहिँ कसरी आउँछ भनेर यहाँ यसरी लेख्छ नि, उनी चाहिँ एकदमै परिवारको लागि एकदमै होइन ऊ के भन्छ परिवारको लागि खट्ने होइन, उनी जस्तो हिउँ परिस्थितिमा हिउँ किन यहाँनिर लेखिएको भने हिउँ अवस्थामा हामीलाई कति गाह्रो हुन्छ, तर हामी हिउँ पऱ्यो भनेर ओ मेरो पऱ्यो अब चाहिँ म जान सकिनँ के गर्न सकिनँ भनेर हामी बस्छौँ। आवश्यक छ हामी काममा जानुपर्छ, जस्तो सुकै हिउँ भए पनि हामी गएका हुन्छौँ, किनभने छ आवश्यक छ। त्यस्तै हाम्रो परमेश्वर पनि हाम्रो आत्मिक कुराको लागि आवश्यक येशू हुनुहुन्छ। हालेलुया। त तपाईँ र मैले हाम्रो बाहिरी सुन्दरता भन्दा पनि परमेश्वरको भित्री सुन्दरतालाई बाहिर देखाउनु लागि मण्डली आउन आवश्यक छ। हालेलुया। हामी जब बाहिरी सुन्दरतालाई हेरेर हामी घर यस्तो कुराको मात्रै हामी इच्छा गर्छौँ र भित्री कुरालाई हामी वास्ता गर्दैनौँ भने परमेश्वरमा त्यो सम्बन्ध एकदमै ठिक छैन, किनकि प्रभुले भन्नुहुन्छ तिमीहरू चाहिँ मेरो ब्युटिफुल ब्राइड हो भनेर। हालेलुया। अनि तल हामी हेर्छौँ भने यसाया 61:10 यसरी लेखेको छ, म परम प्रभुमा साह्रै आनन्दित हुन्छु, मेरो प्राणले मेरो परमेश्वरमा आनन्द मनाउँछ, किनकि उहाँले मलाई उद्धारको पोषक लगाइदिनु भएको छ र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नु भएको छ। जसरी दुलहाले आफ्नो शिर पुजारीले सिँगारे चाहिँ सिँगार्छन् र दुलहीले आफैलाई रत्नहरूले आभूषित गर्छिन्। हालेलुया। आज तपाईँ र मैले चाहिँ कसरी आफूलाई सिँगारेका छौँ, परमेश्वरको उपस्थितिमा हामी कहाँ छौँ है। अनि म परमप्रभुमा साह्रै आनन्दित छु। तपाईँ आनन्दित हुनुहुन्छ? किनभने जब हाम्रो जीवनमा आनन्द आउँछ अनि परमेश्वर चाहिँ हाम्रो बल हुनुहुन्छ। हालेलुया। जब उहाँ हाम्रो बल हुनुहुन्छ तपाईँ र मेरो सुन्दरता चाहिँ बाहिर निस्केर आउँछ। परमेश्वरको बल मेरो आनन्द हो, प्रभुको वचनले भन्छ। जब त्यो आनन्दलाई अरू मानिसहरूले देख्छ, परमेश्वरको सुन्दरता परमेश्वरबाट पाएको त्यो सुन्दरतालाई मानिसहरूले देखेर परमेश्वरको महिमा गर्नुहुनेछ। हालेलुया। अनि यस्तो परमेश्वरलाई हामीले पाएका छौँ। अनि कतिचोटि चाहिँ तपाईँहरूलाई लाग्छ होला एउटा चुनौती कुरा भनेर म टाइम भइसकेको छ, एउटा चुनौती कुरा म तपाईँहरूलाई भनेर म यहाँबाट जानेछु। कतिचोटि हामी सोच्छौँ कति गर्नु सकेको होला,
कति गर्न सकेकोलाई सेवा 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 भनेको छ, यता पनि गएको छ उता पनि गएको छ, कति गर्न सकेको होला भनेर कतिले भनिरहेको हुनुहुन्छ है। नानीहरू छोडेर हिँडेको छ भन्नुभएको हुन्छ। कतिचोटि त्यो पनि मैले पनि भोगेको छु। Why she always does it? Why she always does it? Why she has to do it? भन्ने कुरा छ। तर you know what? God, our Jesus Christ overdid for us. हेर्नुहोस् त, उहाँले तपाईँ र मलाई हामीले गरेको भन्दा बढ्ता गर्नुभएको छ। अनि यसकारण हामी प्रभुको लागि नगर्ने, हामी नउठ्ने, सुतेर बसिरहने, आरामसँगै बसिरहने, हाम्रो आराममा नै हामी बसिरहने, उहाँको नजिक आउँ, उहाँको हामी छेउमा जाउँ, उहाँको विशेषतालाई बुझौँ, हाम्रो परिवारलाई बनाऊ। शैतानले खोजेर लान लागेको परिवारलाई हामीले बनाउनु आवश्यक छ। तपाईँ र म उठ्नु आवश्यक छ। हालेलुया। यसकारण प्रभुले तपाईँ र मलाई बोलाउनु भएको छ, हामी आरामसित नबस्नु।